हेलो गुड मर्निङ एन्ड नमस्ते सबैलाई फेरि पनि मेरो युट्युब च्यानलमा सबैलाई स्वागत छ है। फेरि पनि मैले ब्याक टु ब्याक है मेरो सामान आइरहेको छ, फेरि पनि म लिन गइरहेको छु है। हजुरलाई भिडियो मार्फत जानकारी हुनेछ है, प्लिज कन्टिन्यू रहिराख्नु होला है। अब म लिन जाँदैछु, फेरि पनि बोलाइसक्यो मलाई, अब जानु पर्यो। अब के आउँदैछ त ब्याक टु ब्याकै सामान, ब्याक टु ब्याक सामान आइसक्यो। सामान फेरि लिफा जानुपर्ने हुन्छ, लिफ्ट बिजी खालको। फेरि म सामान लिन गइरहेको चाहिँ सबैले साथ सपोर्ट गर्नु होला है। सबैले माया देखाइदिनु पर्यो, माया देखाइदिनु पर्यो। उनीहरू देखाएको यहाँनिर अब साथीहरू माया देखाइदिनु पर्यो। हजुरहरूलाई मैले राम्रो भिडियो बनाएर देखाउने प्रयास गरिरहेको छु है। मेरो युट्युबको एनालाइज अनुसार मेरो 60%ले चाहिँ सब्सक्राइब नगर्दो रहेछन् के है। माया गर्नु पर्यो, माया गर्नु पर्यो, गएर सब्सक्राइब गर्नु पर्यो, लाइक कमेन्ट गरेर माया देखाइदिनु पर्यो है। म अलमोस्ट आइसकेँ, अब यसो गर्न जाँदैछु। फेरि अनलाइन अर्डर गरेको सामान अहिले चाहिँ म हिँडेर आएको छु क्या, लक लाग्छ कि सामान। म बाटोमा छु, आइज लिन भन्दै थियो, कता गएछ त? यही होला, अस्तिको ठाउँमा आइज भन्दै थियो। बाहिर गर्मी छ हौ, लास्टै गर्मी छ। ल सामान आइसक्यो, सामान के हाल गइस? सामान आइसक्यो है, शुक्रान है। ल सामान पनि मैले रिसिभ गरिसकेँ, फाइनली सामान आइसक्यो। ल के होला त ल यो सामान? लाइन कमेन्ट गर्न नभन्नलाई, फेरि म राम्रो क्वालिटीको भिडियो हजुरहरूलाई पस्किन जाँदैछु है। त्यहाँ माया देखाइदिनु पर्यो, हजुर सपोर्ट गर्नु पर्यो, मेरो युट्युब च्यानललाई सपोर्ट गर्नु पर्यो। खुलो क्या हाल है? ठिक है। लिफ्ट आइहाल्यो त, ठ्याक्कै यो आइहाल्यो। लिफ्टमा जानु पर्यो। 4 नम्बर सामान फेरि आइसक्यो। फेरि ब्याक टु ब्याक है, ब्याक टु ब्याक। फेरि हजुरलाई म देखाउने चाहिँ अनबक्सिङ त म गर्दैन है। तर हजुरलाई थाहा भइहाल्छ मैले किनकि ठम्बानमा राखिदिने छु। तर अनबक्सिङ पनि म गर्न जाँदैछु। रुम पनि फेरि आइसक्यो। फेरि रुमकै धेरै भिडियो हुनेछ। फाइनली यहाँनिर सामान आइसकेको छ। म यसलाई फेरि पनि अनबक्सिङ गर्न जाँदैछु है। अब हेरिदिनु होला अनबक्सिङ कतिको भेटाउँछ कि नै। यो के हो साथीहरू? के मगाएको भन्दाखेरि यहाँनिर यस्तो भइसक्यो। के मगाएको भन्दाखेरि यहाँनिर यो आइफोन केस हो क्या, आइफोनको केस हो यो है। अनि यसरी बोयाको माइक, दामी भिडियो आउने चाहिँ एउटा दामी भिडियो हो। सबैले साथ सपोर्ट गर्नु होला है, लाइक सेयर सब्सक्राइब गरेर है। ल यस्तो हुँदो रहेछ यो। अन गरियो यो बोया है,
ओरिजिनल अनि यसमा छ एउटा टाइप सी है टाइप सी प्लस यो डबल माइक यस्तो हुन्छ यो माइक प्लगिङको लागि यो खतरा साउन्ड हुन्छ अबदेखि नोइज आउने छैन है दामी खालको प्लस यहाँ अर्को छ यो आइफोन के छ यो आइफोन के छ एउटा हातले खोल्नु परिरहेको छ समाउने नभएर है फाइनली आइफोन 15 केस पनि आइसक्यो ल माया देखाउनु पर्यो कता माया देखाउनु पर्यो प्लिज डु सब्सक्राइब लाइक शेयर कमेन्ट है बाई सी यू इन नेक्स्ट ब्लग